ट्याक्क होइन हामी चाहिँ राति होइन क्यार्न जाँदैछौँ केटा भन्दै त अरिङ्गाल पोल्न होइन मौरीको टोपी लगाएर ट्याक्क जाँदैछौँ होइन बब्बल ल्याउनुपर्छ केटा। कत्रो छ पोलो? ठुलै छ ल है त हामी जाँदैछौँ होइन। यो चाहिँ हाम्रो मौरी खाने अरिङ्गाल हो है। ट्याक्क होइन केटो चाहिँ रेडी हुँदैछ, म रेडी भइसकेको छु होइन। यस्तो डेन्जर ठाउँ रहेछ है यो, टौवामा रहेछ। टौवामा भइसकेपछि हामीले आगो लगाउन नि सकेनौँ है, आगो लगाउन नि भएन। अब हामीले के गर्नु पऱ्यो भन्दाखेरि चाहिँ मौरी समात्ने झोला हुन्छ नि, त्यो झोलामा चाहिँ अरिङ्गाललाई चाहिँ समात्नु पर्ने भयो कि यस्तो अप्ठ्यारो छ बाटो है। अब यदि यसलाई चाहिँ हामीले व्यवस्थापन गरेनौँ भने मौरी खाएर सोत्तरै बनाउँछ है। ल हेर्नुहोस् यहाँ यस्तो यस्तो मजाले छ एरिया लुकेर बसिरहेको छ है। ल है अब झोला लिएर आएर एक्कासी आक्रमण गरिन्छ हामीले यसमा। देख्नुभयो नि है यस्तो यस्तो गोलो छ है। ल हेर्नुहोस् त्यति साह्रै ठुलो त होइन, बढ्दै रहेछ क्या हो। ल है त ट्याक मौरी बग्ने झोला छ। अब हामी चाहिँ जाँदैछौँ होइन। कस्तो अप्ठ्यारोमा छ मैले देखाइसकेँ है हजुर। अब हामी चाहिँ जाँदैछौँ होइन, टौवामा बिस्तारै जानुपर्छ, रिक्स छ भन्छ, खुट्टा पनि चिप्लिनु सक्छ होइन। आमा टौवाल त धान्छ नि, कति वर्ष पुरानो टौवा हो? आइदेखि छोडेँ मैले त केटा, घटाघटा गरिसकेँ यार। ल आमा रेडी अलिक जाउँ न, पढ्नु पक्कै एकैछिन एकछिन। भिडियो भन्दा नि यहाँ ज्यान प्यारो भने केटा। हेऱ्यो डोरोलाई मिला त पहिला, हेऱ्यो डोरो हल्का तान्दा ठिक छ। खपतले निस्किनु नहुने ठाउँमा होला भाइ, हटी टालिदेऊ कि सबै टालिदेऊ। अब गोलो उठाउने काम गर, ढुक्क गर के भित्रै सामान सबै उठाऊ। तिमी सानो छ भन्थ्यौ नि त, उडेन कि उडेन ढुक्क गर। भित्रै छ त आमा, ताना ताना जम्मै ताना है एउटा अन्त उडेन यार। एउटा दुईवटा त उड्यो नि। सबै सबै मुख छप हो त्यो मोर समात्ने टोपी चाहिँ बिजोग बनाएको नि केटा। उडिसक्यो। केही नि हुन्न कि एउटा दुईवटा उडिहाल्छ नि, घर भत्काइदिए बिचरा। त्यहाँ हेर कि छैन, हेरौँ त। छैन छैन दुईवटा यस्तो आएर बसेको है, न आगो लाउन पाउने न केही। ल होइन अरिङ्गाल चाहिँ झिकिसकियो हामीले है। पुरा मौरीको झोलामा अरिङ्गाल उठाएको अवस्था है। अरिङ्गालको बोला चाहिँ यहाँ छ है, अरिङ्गालहरू यहाँ छन्। यसले चाहिँ दुई तिन तला बनाइसकेको रहेछ नि त। के अरे आमा यसलाई अब कसरी हुन्छ, तर यति यहाँ छोपियो। छोपेपछि यतिको मारे नि भयो होइन। तर सकभर केटो यो अरिङ्गाल नै किन मास्दिने, यसलाई कतै टाढा लगाएर छोडिदिउँ यार। मौरी घर हालिदिउँ न त। होइन आमा यो अलिक टाढा जङ्गलतिर लैदियो, मौरी सौरी हामीलाई असर नगर्ने ठाउँ के भयो मौरी के अरे यस्तो नि आमा। कति ठाउँमा त यसकै खेती गरेको नि अहिले त। यी चाका पनि त्यही राम्रोसँग बिग्रियो छैन यिनीहरूको है। यसलाई चाहिँ बिस्तारै यो टोपीमा राखेर फोहोरहरू हटाएर चाका माथि राखिदिने, अनि यिनीहरू बस्छ, अनि लगेर कतै राखिदिने कि अहिले टाढा। बच्चाको मायाले त बस्ला नि होइन। विचार गरौँ, विचार गर्न पाइयो के अरे होइन। म काट्दैन होला यसले। रुखो जात हो होइन आमा। आमा ल अब कुन घाँडा खनाइदिउँ, कुन घाँडा खनाइदिउँ भन्नु है। कतै ठुल्ठुलो ठाउँ छैन, एकछिन राख्दा बोकेर गयौँ है आमा। तपाईँ यहाँको पहेँलो खेती होइन भइगयो त केटो। सितन हो उडेन आमा अहिले त। ट्याक्क होइन फाइनल्ली अरिङ्गाल मौरीको झोलामा समातेर लिएर आइसक्यो हामीले होइन। है त ट्याक्क केटो चाहिँ अगाडि गइसकेको छ। पहेँले उडिरहेछ अझै।